सो आज हामी टाइप 5 मा छौँ हामी सो फिफ्थ टाइपमा अहिले नम्बर कन्भर्जन क्लास 11 को हामी चर्चा गरेको थियौँ सो डेसिमल टु हेक्साडेसिमल कन्भर्ट गर्नुपर्ने सो यसलाई हामी सल्भ गर्न गएका छौँ सो हामीलाई क्वेसनमा के दिएको छ भन्दाखेरि 7120 दिएको छ रिमाइन्डर सो हामीले 16 ले डिभाइड गर्नुपर्ने हुन्छ यसमा चाहिँ 16 ले डिभाइड गर्दाखेरि म क्याल्कुलेट गर्छु 16 मा हामीसँग 7120 डिभाइड बाइ 16 गर्दाखेरि अस्ति पनि भनेको थिएँ मैले 7120 डिभाइड बाइ 16 गर्दाखेरि रिमाइन्डर 445 आएको छ डाइरेक्ट मैले यहाँनिर 445 हालेँ रिमाइन्डर हाम्रो 0 अहिले किनकि पोइन्ट पछाडि केही पनि आएको छैन सो फर्स्ट सकिहाल्यो त्यसपछि सेकेन्डमा फेरि 445 डिभाइड बाइ 16 गर्दाखेरि अब कति आउँछ हेरौँ डिभाइड बाइ 16 गर्दाखेरि यो चाहिँ हाम्रो पोइन्टमा आयो कति आयो भन्दाखेरि 27.8125 सो यहाँनिर हामीले लेख्नु पर्यो 27 अब यसलाई चाहिँ 8125.8125 इन्टु 16 गर्दाखेरि कति आउने भयो त यो चाहिँ हाम्रो रिमाइन्डर हो इन्टु 16 गर्दाखेरि कति आयो भन्दाखेरि 13 अब 13 भनेको चाहिँ हाम्रो हेरौँ त सो हेक्साडेसिमलमा 10 भनेको चाहिँ ए हो 11 भनेको बी 12 भनेको चाहिँ सी र 13 भनेको चाहिँ हाम्रो के हो त डी र 14 भनेको हाम्रो ई र लास्टमा 15 भनेको चाहिँ हाम्रो एफ हो सो यहाँ हाम्रो 13 आयो 13 भनेको चाहिँ के हो त यो डी हो है त फेरि 16 ले भाग गरौँ सो थर्ड स्टेपमा 27 बाइ कति 16 इक्वल्स टु कति आउने भयो त 27 बाइ 16 इक्वल्स टु 1 point something आउँछ यो 1.6875 सो यहाँनिर म लेखेँ 1 अब 0.6875 इन्टु 16 गर्दाखेरि कति आउने भयो त कति आउँछ भन्दाखेरि यो चाहिँ हाम्रो 11 आउँछ यहाँ चाहिँ हाम्रो कति आयो 13 आएको थियो यहाँ चाहिँ हाम्रो 11 सो यहाँनिर मैले 11 लेखेँ सो 11 भनेको चाहिँ के हो त बी सो यहाँनिर बी लेखिदिएँ मैले therefore हाम्रो एन्सर चाहिँ के हुने भयो त भन्दाखेरि 7120 बेस चाहिँ हाम्रो कति हो बेस 10 लाई हामीले लेख्दाखेरि 1 बी डी 0 है त यो चाहिँ हाम्रो बेस 16 चाहिँ एन्सर हो सो अर्को एउटा केस गरौँ अर्को एक्जाम्पल 2 गरौँ सो मैले यहाँ लेखेँ 5251 है त रिमाइन्डर लेखौँ रिमाइन्डर यहाँ सुरुमा 6 ले डिभाइड गरौँ सो फर्स्टमा 5251 डिभाइड बाइ 16 गर्दाखेरि कति आउने भयो त यो 5251 डिभाइड बाइ 16 गर्दाखेरि आउँछ यो कति त 328.1875 यहाँनिर मैले कति लेखेँ त भन्दाखेरि पोइन्ट अगाडिको 328 लेखेँ अब निकाल्नु पर्यो रिमाइन्डर 0.1875 है त यो घटाएपछि कति आउनु पर्यो इन्टु 16 गर्दाखेरि कति आयो त इन्टु 16 गर्दा मैले कति आयो त 3 सो रिमाइन्डर हाम्रो कति आयो त 3 आयो यहाँ लेखेँ मैले 3 अगेन 16 ले भाग गर्नु पर्यो 328 डिभाइड बाइ 16 गर्दाखेरि कति आयो त 328 डिभाइड बाइ 16 गरेँ मैले 20.5 आयो सो 20 ले लगेर मैले यहाँ तल हाल्दै र रिमाइन्डर निकाल्नु पर्यो 0.5 इन्टु 16 गर्दाखेरि कति आयो त भन्दाखेरि 8 आयो सो एन्सर कति आयो यहाँ रिमाइन्डर इज 8 सो अघि 16 1 16 डाइरेक्ट यो त मैले गर्दै 4 सो देयरफोर कति आयो त 5251 बेस कति त 10 is equals to 1483 is the base 16 is the answer यहाँ चाहिँ कुनै अल्फाबेट आएर नआउन पनि सक्छ है फेरि अल्फाबेट नआउन पनि सक्छ आउनै पर्छ भन्ने चाहिँ छैन सो लास्ट एउटा क्वेसन गरौँ एक्जाम्पल गरौँ 303 अनि रिमाइन्डर REMAINDR रिमाइन्डर गर्दै मैले यहाँनिर 16 गरेँ सो यसलाई पनि सेम त्यही गरौँ त्यही प्रोसेस गरौँ सो 303 बाई कति 16 गर्दाखेरि हाम्रो कति आउने भयो त 303 डिभाइड बाई 16 गरेँ मैले कति आउँछ यो 18.5
15.9375. So यहाँनिर 18 लाई लगेर मैले यहाँनिर यहाँ हाल्दिएँ। अब कति आयो त 0.9375 into 16 गर्दाखेरि कति आउँछ त हेरिहालौँ। into 16 गर्दाखेरि यो आयो 15. So 15 भनेको अघि मैले भनिसकेको थिएँ त्यो त f. So फेरि गरौँ 16 अब 18 गर्नु पर्यो 16 1 16 कति आयो त 2. Therefore कति आयो त 303 base 10 is equals to 12f base कति भयो त 16 is the answer. So हाम्रो यो थर्ड एक्जाम्पल भयो। अब यो बाँकी चाहिँ तपाईहरुले यहाँ प्र्याक्टिसको लागि मैले यहाँ क्वेशन हाल्दिएको छु। यो चाहिँ तपाईहरुले प्र्याक्टिस गरेर यसको एन्सर चाहिँ प्लिज कमेन्ट बक्समा कमेन्ट गर्नु होला भन्दै थ्यांक यू फर वाचिङ।